नमस्कार, यहाँहरूलाई मेरो यस युट्युब च्यानल म्याजिकल मिररमा स्वागत गर्न चाहन्छु। यस युट्युब च्यानल मार्फत निरन्तर रूपमा जीवन उपयोगी भिडियोहरू लिएर आउने क्रममा आज म पुनः अर्को भिडियो लिएर उपस्थित भइसकेको छु। यो भिडियो सुरु गर्नुभन्दा अगाडि यहाँहरू समक्ष एउटा अनुरोध गर्न चाहन्छु। मेरो यस युट्युब च्यानल म्याजिकल मिररलाई सब्स्क्राइब गरी छेउमा रहेको बेल आइकनलाई थिची अल नोटिफिकेसनलाई पनि थिचिदिनु होला, ताकि आगामी दिनमा यस युट्युब च्यानलमा नयाँ भिडियो अपलोड हुने बित्तिकै यहाँहरूलाई नोटिफिकेसन आउनेछ र भिडियो तत्काल हेर्न सक्नुहुनेछ। साथै यस युट्युब च्यानललाई ग्रो गर्नको लागि यहाँहरूको साथ सपोर्ट पनि हुनेछ। आजको यस भिडियोमा म डिस्क्रिमिनेसन यानी कि भेदभावको बारेमा चर्चा गर्न चाहन्छु। एउटा व्यक्तिले अर्को व्यक्तिप्रति गरिने अन्यायपूर्ण वा असमान व्यवहारलाई डिस्क्रिमिनेसन यानी कि भेदभाव भनिन्छ। यो विशेष गरी जातीय, धर्म, वर्ण र लिङ्गप्रति गरिन्छ। विश्वको इतिहासलाई हेर्ने हो भने जातीय, धर्म, वर्ण र लिङ्गप्रतिको भेदभावको कारण विभिन्न समयमा विभिन्न देशहरूमा ठुल्ठुला युद्ध र आन्दोलनहरू भएका छन्। ती युद्ध र आन्दोलनहरूले भेदभावको विषयमा मानिसहरू केही लचिलो भए तापनि पूर्ण रूपमा भने त्यो भावनाको अन्त्य भएको छैन। जबसम्म मानिसहरूमा समानताको भावनाको विकास हुँदैन, तबसम्म भेदभावको भावनाले निम्त्याएका घटनाहरू घटिरहन्छन्। मान्छेमा यो भावनाको अन्त्य हुनलाई निकै समय लाग्न सक्छ, तर समानता सोचको विकासमा अब जोड दिन अपरिहार्य छ। यो सोचको विकासले मान्छेलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउनेछ, जसले गर्दा मानव बीच एक आपसमा मितव्ययिता, भाइचारा, पारस्परिक मेलमिलाप र सदा सहायताका भावनाहरू उजागर हुनेछ, जसले गर्दा एक अर्काप्रतिको सम्बन्धहरू सुमधुर हुँदै जानेछ। भेदभावका महत्त्वपूर्ण कारणहरूमध्ये 3वटा महत्त्वपूर्ण कारण म यहाँ प्रस्तुत गर्न चाहन्छु। नम्बर 1, अहङ्कार। अहङ्कार एउटा महत्त्वपूर्ण कारण हुन् सेन्स अफ डिस्क्रिमिनेसनको लागि। जब मान्छे आफूलाई अरूभन्दा उच्च र सर्वश्रेष्ठ ठान्दछ, तब ऊभित्र भेदभावको भावनाहरू पैदा हुन थाल्दछ। तसर्थ अहङ्कार भेदभावको जननी हो। नम्बर 2, अज्ञानता। मान्छे व्यावहारिक हुनु भनेको ज्ञानी हुनु हो। जबसम्म मान्छेले आफूसँग भएको जानकारीलाई व्यवहारमा लागू गर्दैन, तबसम्म उसलाई अज्ञानता नै कहलाउँछ र भेदभाव अज्ञानताकै कारण हुने हो। तसर्थ मान्छेलाई गर्ने भेदभावको एउटा प्रमुख कारण अज्ञानता पनि हो। नम्बर 3, सामाजिक परिवेश। जबसम्म मान्छेले स्वयं आफैले गहिरिएर कुनै कुराको अवलोकन वा अनुसन्धान गर्दैन, तबसम्म उसले समाजमा चलिआएको परम्परालाई नै मान्यता दिने हो। तसर्थ भेदभावको कारणहरूमा सामाजिक परिवेशको पनि कहीँ न कहीँ भूमिका रहेको हुन्छ। कुनै पनि जात, धर्म, वर्ण र लिङ्ग कोही भन्दा सानो वा ठुलो छैन। सबै समान छन्। सबैलाई समान दृष्टिकोणले हेर्ने बानीको विकास गरौँ। हस्त आजको भिडियो यति नै। आगामी दिनमा पुनः यस्तै महत्त्वपूर्ण भिडियो लिएर छिट्टै उपस्थित हुने बाचा गर्दै आजको यस भिडियोबाट म बिदा हुन चाहन्छु। हस्त धन्यवाद। यहाँहरूको दिन शुभ रहोस्।